पर्खे आमा चस्मा खाएर के खाने आमा अब आलु चटपटे आलु खाजा खानु पर्यो लामो दिनमा त्यही त नि हजुर स्टार्टिङमा चाहिँ म यहाँ कराईमा चाहिँ मजाले आलु भुट्न गइरहेको छु साथीहरू अघि नै उसिनिसकेको छ आलु चाहिँ अब चाहिँ यहाँ भुट्दैछु म मजाले नानीहरू चाहिँ उता रमाइलो गरिरहेको छन् ए त्यो ट्याङ्कीमा पानी चाहिँ खोल्दिनु पक्नु न अहिले त्यहाँ गरौँ ल यहाँ अहिले किन पुगेको छैन भनेको मात्रै क्या हाल्ने काम त अहिले सुरुमा बेसार लाएर मजाले भुट्नु पर्यो त बेसार लाएर भुट्दैछु है म चाहिँ यहाँ मजाले साथीहरू अब नुन हाल्छु एकछिन पछाडि अब चाहिँ नुन हाल्नु पर्यो हल्का सर्को पनि हुनु भएन यो आलु मात्रै खाने हो नि त थोरै यो चाहिँ बारीमै फलेको आलु थियो क्या साथीहरू राखिरहेको थियो अब चाहिँ यो लास्ट लट हो अब चाहिँ अन्तिमचोटि चाहिँ मजाले भुटेर चित्त बुझ्ने गरी खाऊँ न सबैजनाले भनेर चाहिँ आज यो सल्लाह मिलेको हो आधी उदीले चाहिँ चटपटे खाने आधीले भुटेको आलु खाने भनेर चाहिँ आज खाना तयारी भइरहेको छ यो आफूलाई जे खानु मन लाग्छ के हो त्यही खाने हैन आफ्नो चोइस अनुसार क्या जसलाई जे खानु मन लाग्छ त्यो चाहिँ खाने है त देखिरहेको मलाई गिलो चटपटे खानु भन्दा यहाँ चटपटेको गिलो पनि बनिसकेको छ क्या साथीहरू यस्तो दामी गिलो भएको छ नि यहाँ गिलो चटपटे अनि यहाँ चाहिँ हाम्रो चटपटे छ एउटा बटको काका यहाँ चाहिँ बुवा आमाको लागि आलु बनाइदिँदै हुन्छ यहाँ चाहिँ बुवा हुन्छ बुवा यहाँ चाहिँ आलु काकाले बनाएकोहरू काका र काकीले बनाउनु भएको थियो यो चाहिँ लोटामा सुन बहिनी चाहिँ म बुवालाई लगाएर दिन्छु यहाँ छ बुवा चम्ची धुनु पर्दैन यहाँ चाहिँ चम्ची यहाँ छ त धुनु पर्दैन तातो छ है आमा के खानु भएको यो आलु दम मिठो रहेछ मिठो आलुदम बेता बसेर खानु नि कता सबै हाल्दिएर जेसुकै हुन्छ दाल खोले भएछ भने खान्छ चम्ची रेडी फर्स्टमा एक डाडु लाउँ अनि त्यस पछाडि थप्नु यो कसको त्यसले त खाइ पनि सक्दैन होला यो पनि छानेरै सक्छ होला हुन्छ मलाई चटपटे हो भन्नु न गिलो चटपटे बुवा त खानुहुन्न चटपटे पुग्यो 1 2 3 4 5 खाऊ एक एक बाइट तपाईँ खाने कि मलाई थोरै हो यो होइन भयो चटपटेको व्यवस्था छ आज है आलु खानुमा यहाँ छ राम्रो राम्रो बनाएर पो खाएको छन् त हौ त गोरु कालोको चाहिँ यता सब व्यवस्था कालो हाल्नु